हैन यो इस्कुस र इस्कुसको जरालाई चाहिँ मैले टिकटकमा चाहिँ पुरा सबैजनाले उसिनेर खाएको देखेको थियो अनि मलाई पनि एकदमै ट्राई गर्न मन लाग्यो कि कस्तो हुँदो रहेछ भनेर अनि आज चाहिँ ट्राई गर्न जाँदैछौँ। अनि हाम्रो बारीमा चाहिँ इस्कुस चाहिँ एकदमै फलेको थियो कि अनि खासै वास्ते नै गर्थेनौँ हामी चाहिँ खासै खान्थेनौँ। अनि हाम्रो गाउँतिर चाहिँ यो इस्कुसले चाहिँ उसिनेर खान्छ भन्दा चाहिँ सबैजना एकदम अचम्मचकित पर्छौँ कि अनि यो इस्कुस पनि यसरी खान्छ र जस्तो लाग्छ कि किनकि हाम्रो गाउँतिर चाहिँ नखाने कुरा जस्तो गरेर राख्छौँ कि अनि मैले चाहिँ पुरा इस्कुसलाई टिपेर ल्याएर अनि धोइ पखाली गरेर अनि यहाँ बसाल्दैछु। इस्कुसले चाहिँ ट्याक्क साइडमा पाक्न छोडिदियो अनि यता चाहिँ हाम्रो भटमास केलाउने काम थियो कि त्यो भटमासको त्यो फोराहरू फाल्नु पर्ने थियो अनि बच्चाहरूले चाहिँ मैले यहाँ यो फालेर इस्कुस खानुपर्छ ल भन्दैछु। अनि हाम्रो इस्कुस चाहिँ रेडी भयो फाइनल्ली साथीहरू। अनि हामी चाहिँ यहाँ खानालाई बस्यौँ अनि मेरो साथीहरू चाहिँ यिनीहरू नै हो कि गाउँतिर चाहिँ बच्चाहरू नै हो। मैले भनेको कामहरू पनि सबै मान्छ कि यिनीहरू एकदमै ज्ञानी छ। अनि यहाँ जाऊ है त्यहाँ जाऊ है अनि यो पसलतिर जाऊ है भन्दाखेरि पनि एकदमै हस् फुपू भन्छ। अनि मलाई चाहिँ एकदम माया लाग्छ कि यिनीहरूको। अनि यिनीहरू नै हो मेरो साथीहरू भनेकै। अनि हामी चाहिँ सबैजना इस्कुस खानातिर लाग्यौँ। एकदम मिठो हुँदो रहेछ है यो इस्कुस चाहिँ। अनि एकदम त्यो पिँडालु खान्छ नि हामीले पिँडालु त्यो पिँडालु जस्तै नै स्वाद आउँदो रहेछ। अनि फर्स्ट टाइम थियो नि त अनि मलाई चाहिँ मिठो नै लाग्यो। अनि हामी चाहिँ सबैजना मस्त खायौँ।